हन के भयो भाइ? मलाई त पुरा ज्वरो आउला आउला जस्तो भइरहेछ हौ। ला हो र? के भयो हन? बालेनको सम्पत्ति देखेर आम्मामामा के हो त्यो? सम्पत्ति छ त अनि देख्छ त अनि ज्वरो चाहिँ किन आएको के तँलाई? अनि कहाँबाट आयो के बालेनसँग त्यत्रो पैसा? 1,46,00,000 नगद नगद क्या ब्याङ्कमा कहाँबाट आयो? ए भाइ तेरो दिमाग के भएको? बालेनको कति फलोवर्स छ फेसबुकमा थाहा छ? झन्डै 40 लाख फलोवर्स छ। युट्युबमा 12 लाख सब्सक्राइबर छ। अनि यता ट्विटरमा छ झन्डै 5 लाख फलोवर्स। अनि यता स्पुटी उता आइट्युन्स एन त्यहाँ त्यो टिकटक फिकटक गरेर कति होला कमाइ एकचोटि आफै सोच त। तेरो 50,000 60,000 फलोवर्स हुनेको त तेरो महिनामा 40-50 हजार आउँछ। सोच एकचोटि सोच त कहाँबाट आएको रहेछ पैसा भन्ने कुरो अनि आफै बुझ्छस् के मुला। ल त्यो ठिक छ लु मानिलिएँ। अनि 190 तोला सुन हे प्रभु। ऐ 2 किलो लगभग 20 ग्राम 2 किलो 20 ग्राम क्या सुन। अहिलेको भाउले हिसाब गर्ने हो भने लगभग 5 करोड 55 लाख कहाँबाट आयो कि यत्रो सुन हे प्रभु। यत्रो यत्रो डल्लो हुन्छ कि 2 किलो त यत्रो यत्रो डल्लो। त्यत्रो सुन कहाँबाट आयो? ए भाइ पहिला मेरो कुरो सुन। बालेन्साको बाउ को हो थाहा छ तँलाई? राजा महाराजासँग उठबस गर्ने मान्छे हो क्या बालेन्साको बाउ। राजा महाराजालाई सुई हान्ने डक्टर हो बालेन्साको बाउ थाहा छ तँलाई? सिनियर फिजिसियन हो आयुर्वेदिक फिजिसियन त्यति कुरो थाहा छ तँलाई? वरिष्ठ आयुर्वेदिक चिकित्सक हो। पहिला पहिला अब राजाहरूलाई उनीहरूको स्वास्थ्य चेक गर्ने उनीहरूलाई के दबाई खानुपर्ने के दिनुपर्ने सबै उसले गर्थ्यो क्या बालेन्साको बाउले। अनि कुनै दिन राजा महाराजाहरू खुसी भएर सुनको डल्लो 4-5वटा दियो होला नि त यार 1-2 किलो सुनको डल्लो के थियो नि त्यति बेलाको राजा महाराजाहरूलाई। अलिकति सोच्न दिमाग लगा के यार। ल मानिलिउँ के राजाहरू खुसी भएर सुनको डल्लो डल्लै दियो अरे। अनि त्यो यत्रो जग्गा चाहिँ काठमाडौँमा त्यो पनि राजाहरूले नै दिएको हो। टोखातिर पनि छ अरे जग्गा घरै छ अरे टोखातिर त्यो पनि राजाहरूले नै दिएको हो। उता महोत्तरीमा त 9 बिघा छ अरे जमिन त्यो जग्गा पनि राजाले नै दिएको हो। अनि यता धनुषामा पनि 2 बिघा जति छ अरे त्यो सबै के जग्गाहरू पनि सबै राजाले दिएको हो। अलिअलि काठमाडौँमा जग्गा त जोडिहाल्छ नि त्यत्रो ऱ्याप गाएर हिँड्ने मान्छे फेमस भयो त ऱ्यापर पनि कहाँ अलिअलि मात्रै हो र। अनि इन्जिनियर मान्छे स्ट्रक्चरल इन्जिनियर यताउता कति काम गरेको छ गरेर अलिअलि जग्गा त जोडिहाल्छ नि काठमाडौँमा त्यो अलिअलि 1-2 रोपनी त यार जसले पनि गरिहाल्छ नि। अनि त्यो कुरा आयो उहाँ महोत्तरीको 9 बिघा कति भनेको त्यो त पुर्खौली हो नि यार बाउबाजेको सम्पत्ति हो क्या कस्तो यार। त्यो पहिलाको जस्तो चप्पल पड्काएर सिंहदरबार छिर्ने अनि निस्किने बेलामा मर्सिडिसमा निस्किने होइन के। अहिलेको त मर्सिडिसमै आउने हो मर्सिडिसमै जाने हो। अब झोलेहरू जति जले पनि काम छैन कि अब जति चाक पोले पनि झोलेहरूको केही काम छैन कि अब बन्द गर यो चाक पोल्नु यार